नमस्कार। टिपिडी अर्थात् शिक्षक व्यावसायिक विकास प्रमाणीकरण तालिमको परियोजना कार्यमा यहाँहरूलाई सहजीकरण गर्न तयार पारिएको यो प्रस्तुतिमा स्वागत छ। यो प्रक्रियामा अघि बढ्न चाहिने सबै जानकारी हामी यहाँ एकदमै सरल तरिकाले प्रस्तुत गर्नेछौँ। ल अब बल्ल तालिममा सिकेका ती सबै सैद्धान्तिक कुराहरूलाई साँच्चीकै आफ्नो क्लासरुममा प्रयोग गर्ने बेला आयो है। यो परियोजना कार्य भनेको नयाँ सिपहरू लागू गर्ने एउटा गजबको अवसर हो जसले हाम्रो शिक्षणलाई अझ प्रभावकारी र जीवन्त बनाउन मद्दत गर्छ। जम्मा 7वटा परियोजनाहरू। यति धेरै काम देखेपछि कहाँबाट सुरु गर्ने होला जस्तो लाग्न सक्छ होइन त? तर चिन्ता नलिनुस्, यो सहयोगी प्रस्तुतिले 7वटै परियोजनालाई एक एक गरेर एकदमै स्पष्ट र सजिलो तरिकाले बुझाउँदै लैजानेछ। ल काम सुरु गर्नु अघि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो प्रतिवेदन बुझाउने नियम र प्रक्रिया। यो राम्रोसँग बुझियो भने पछि गएर कुनै झन्झट नै हुँदैन र काम एकदमै व्यवस्थित रूपमा सकिन्छ। यो प्रतिवेदन बुझाउने प्रक्रिया एकदमै सिधा छ। हेर्नुस् है, पहिलो, तालिम सकिएको 60 दिनभित्र रिपोर्ट तयार पारिहाल्नु पर्यो। दोस्रो, आफ्नो हेड सर वा म्याडमबाट सही गराउनु पर्यो। तेस्रो, सबै रिपोर्टलाई एउटै फाइलमा बाइन्डिङ गर्ने र अन्तिममा त्यो हार्ड कपी लगेर तालिम केन्द्रमा बुझाउने। यति गर्यो भने काम फत्ते। अब यी मितिहरू चाहिँ डायरीमै टिपेर राख्नु भए हुन्छ। पहिलो खण्डको तालिम 2082 साल चैत्र 9 गते सकिन्छ। त्यसको ठिक 60 दिनभित्र रिपोर्ट बुझाइसक्नुपर्छ र परियोजना कार्यको प्रस्तुति चाहिँ 2083 साल जेठ 10 गते हुनेछ। ल अब जाउँ खास कामतिर। हामीले गर्नुपर्ने 7वटा परियोजनाहरू। यी सबै परियोजनाहरू हामीले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नकै लागि बनाइएका हुन्। हेर्नुहोस् त, यहाँ 7वटा परियोजनाहरू छन्। सबैको आफ्नै महत्त्व छ, तर सुरुमा हामी पहिलो 4वटामा केन्द्रित हुन्छौँ किनभने यिनीहरू नै यो पुरै कामको जग हुन्। ल त्यसो भए अब ढिला नगरी सुरु गरौँ। परियोजना 1 देखि 4 लाई विस्तृत रूपमा हेरौँ। पहिलो परियोजना छ पाठ्य योजनामा आधारित शिक्षण। भनिन्छ नि, राम्रो योजना भनेको आधा काम सकिनु हो। यो त्यस्तै हो। यसमा कम्तीमा 10वटा छुट्टा छुट्टै पाठ्य योजना बनाउने, त्यसै अनुसार चाहिने सामग्रीहरू पनि जुटाउने अनि हेड सर म्याडमबाट प्रमाणित गराएर कक्षामा पढाउने। दोस्रो परियोजना हो शिक्षण सुधार योजना, जसलाई हामी छोटकरीमा टिआइपी भन्छौँ। यो भनेको एक किसिमले आफैलाई ऐनामा हेरे जस्तै हो। अहिले मेरो शिक्षण कहाँ छ अर्थात् मौजुदा स्थिति कस्तो छ र म कहाँ पुग्न चाहन्छु अर्थात् अपेक्षित लक्ष्य के हो यही योजना बनाउने हो। तेस्रो परियोजना कार्यमूलक अनुसन्धान। यो त झनै रोचक छ। यसले शिक्षकलाई समस्या समाधानकर्ता बनाउँछ। जस्तै तपाईँको कक्षामा विद्यार्थीहरू किन कम बोल्छन् वा गृहकार्य किन गर्दैनन्, यस्तै कुनै एउटा समस्या समात्ने, त्यसको कारण खोज्ने र समाधान निकाल्ने प्रक्रिया नै यो हो। अब आयो चौथो परियोजना, पाठ अध्ययन। कहिलेकाहीँ पढाउँदै एक्लो महसुस हुन्छ होइन? यो परियोजनाले त्यही एक्लोपनलाई तोड्छ। यसमा एक्लै होइन, साथीहरूसँग मिलेर एउटा पाठलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भनेर काम गर्ने हो। पाठ अध्ययनको मुटु नै यो PDCA चक्र हो। सुन्दा अलि प्राविधिक लाग्यो होला, तर एकदमै सजिलो छ। P माने प्लान, सबै मिलेर योजना बनाउने। D माने डु, एकजनाले पढाउने अरूले हेर्ने। C माने चेक, पढाएको पाठ कस्तो भयो भनेर छलफल गर्ने। अनि A माने एक्सन, छलफलबाट आएका राम्रा कुराहरूलाई फेरि आफ्नो शिक्षणमा लागू गर्ने। कति राम्रो चक्र होइन त? ल पहिलो 4वटा त सकियो। अब हेरौँ स्रोत साधनमा आधारित 2वटा परियोजनाहरू। पाँचौं परियोजना छ सूचना तथा सञ्चार प्रविधिको प्रयोग। अबको जमानामा यो त नभई नहुने कुरा भइसक्यो। यसमा के गर्ने भने इन्टरनेटबाट कुनै भिडियो, फोटो वा अनलाइन गेम खोजेर आफ्नो पाठमा प्रयोग गर्ने अनि त्यसले विद्यार्थीलाई कस्तो फाइदा भयो भनेर एउटा रिपोर्ट बनाउने। छैटौं परियोजना हो पूरक सामग्रीको प्रयोग। मतलब किताबमा भएको कुरा मात्रै होइन, बाहिरका सामग्री पनि प्रयोग गर्ने। जस्तै पत्रिकाको कुनै लेख, कुनै कथा वा कुनै रिपोर्ट। यसले पढाइलाई अझै जीवन्त र रोचक बनाउँछ। र अब हामी आइपुग्यौँ अन्तिम परियोजनामा। यसको रमाइलो कुरा के छ भने यो चाहिँ आफ्नो रुचि र आवश्यकता अनुसार दिएका विकल्पहरू मध्येबाट रोज्न पाइन्छ।
यदि रुचि अलि रचनात्मक काममा छ भने यहाँ केही विकल्पहरू छन्, जस्तै खेर गएका वस्तुबाट कक्षा सजाउने सामान बनाउने, शैक्षिक प्रदर्शनी गर्ने वा बोट बिरुवाको पात र फूलहरू सङ्कलन गरेर हर्बेरियम तयार पार्ने। होइन, यदि मूल्याङ्कनलाई अझै राम्रो बनाउन मन छ भने त्यसका लागि पनि विकल्पहरू छन्, जस्तै विद्यार्थीको प्रगति नाप्ने नयाँ तरिका विकास गर्ने वा उनीहरूको कामको सङ्ग्रह अर्थात् पोर्टफोलियो बनाउने। अनि विषयअनुसार पनि केही खास विकल्पहरू छन्, जस्तै अङ्ग्रेजी पढाउनेले कक्षा कोठामा प्रयोग हुने भाषा सिकाउन सक्नुहुन्छ, गणित पढाउनेले तराजु बनाएर सिकाउन सक्नुहुन्छ। आफ्नो विषयअनुसार जे गर्दा राम्रो हुन्छ त्यही छान्ने। ल, सबै 7वटै परियोजनाको काम सकिएपछि अब बाँकी रह्यो सबैभन्दा अन्तिम तर महत्त्वपूर्ण काम, यी सबैको रिपोर्ट लेख्ने। रिपोर्ट लेख्दा एउटा कुरा चाहिँ ख्याल गर्नुपर्छ है, अरू सबै परियोजनाको रिपोर्टको खाका एउटै हुन्छ, तर कार्यमूलक अनुसन्धानको चाहिँ अलि फरक छ, किनभने यसमा समस्या के हो र त्यसको कारण के हो भनेर छुट्टै लेख्नुपर्छ। त्यसैले सही परियोजनाको लागि सही खाका प्रयोग गर्न नभुल्नुहोला। अन्त्यमा एउटा कुरा याद राखौँ, यो परियोजना कार्य भनेको तालिम पास गर्नको लागि मात्रै होइन, यो त हाम्रो आफ्नै व्यावसायिक विकासको एउटा सुन्दर यात्रा हो जहाँ हरेक परियोजनाले नयाँ कुरा सिक्ने अवसर दिन्छ। अब जाँदा जाँदै एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। यति धेरै परियोजनाहरूमध्ये कुन चाहिँ परियोजनाले आफ्नो कक्षा कोठामा सबैभन्दा ठूलो र सकारात्मक परिवर्तन ल्याउन सक्ला? यो प्रश्नमा विचार गर्दा परियोजना छनौटमा थप स्पष्टता आउन सक्छ।